हेलो गाइस, वेलकम टु माइ नयाँ ब्लग। आज हामी जाँदैछौँ उत्तारे पोखरी। भगै छैन कस्तो साइको कस्तो नहुने यार, मलाई साइको भनेको हेर्नु गाइस। साथीवाला भन्ने हेलो हेलो मलाई भाइरल बनाइदिनु भने राइट के गराको न्याउरी चराउँदैछु म चाहिँ न्याउरी गाइस। व्हाट इज दिस गाइस? त्यसलाई के भन्छ? त्यसलाई त कुरीको जाति मनसाको भन्छ हैन गाइस? यो हामी बिटानको फ्यान हो। माथि न्याउरी गराउँदैछ केटी सिपा मैले जानेको थिएँ। साईको बाउला चाहिँ सही गाइस। साइड सुनाइदिउँ भन ल। ना पिक ना क्लक टावर ना सरी ना पिक ना ना पिक ना फैक्ट्री ना पानी, हम तो उतरेंगे ब्लू जोन में। सारी जिन्दगी गीत गाएको त एउटा मिठो सारी जिन्दगी भन्ने म गीत गाइदिन्छु। होनी मेनी भन न भन जुमा गाइदिएको छु म हेर्नु गाइस। फिस्टा भन्ने चरा ऊ चुच्चिया भाग्यो। यता फोटो गर्नुपर्छ स्कुलको घटिया स्कुल। गाइड कुन चाहिँ घटे स्कुलको आयो? हामी घटे स्कुलको छेउमा आइपुग्यौँ र हजुर। उही गाइड हेर्नु न गाइड, यहाँनिर चाहिँ के भएछ है? आइज हेर्नु अङ्गुरहरू छ त यार। घटे स्कुल गयो भने भोलि कम्प्लेट होइन त गाइस। यो मैले ऱ्याप खाँदाखेरि अमी चाहिँ डराएको। जुमा फर्केर ओमेहरू बोलाएर ल्याउँ होइन? ओमेहरू बोलाउनु भाइ बोलाएर कता आउनु बेन किलोडे। सरी ब्रो, बिट बस खान्छ नि भाइ एउटा बिट बस। जङ्गली छ जङ्गली होइन गाइस। उत्तारे पोखरी पुगेपछि देखाउँछु। फर्किम ल गाइस। जताबाट कुकुर पनि भुक्छ त यार। पछाडि जाउँ भने पछाडि भुक्छ गाइस। म फर्किएको नि फेरि गाइस होइन गाइस। केही छैन फर्किँदा पनि केही मैले पार जान्दैन। कपालु फरार के पो थियो? ए लामखुट्टेले टोक्यो बरिल खुट्टेले टोक्यो बरिल गाइस। यो एउटा 10 रुपियाँको तुरतुरे कपाल चाहिँ वाओ गाइस, मेरो कुकुर गाइस। दिस इज माई हस्की। कम यार मेरो कुकुर गाइस। यसले मलाई एउटा तुरतुरा दिएको छ। यसले पनि खान्थ्यो होला, पिरो खाँदैन नि त ऊ गाइस। अर्को पनि आएछ कुन चाहिँको भुसिया कुकुर। लामखुट्टेले टक्का पारिला अंगारोका अंबर काटेर में जाटे काली चरेको उजा भिड्डोमा गाइस। अब एकैचोटि उत्तारे पोखरी पुगेपछि देखाउँछु ल त गाइस। हामीलाई चाहिँ बाघले पर्छ। यो बाघ थियो गाइस त्यहाँ पर कस्तम गाई भिडियो गर्नु पाइन कस्तम गाई। अहिले कुकुरहरू अगाडि छैन गाइस। रुखदेखि हेरिरहेको थिएछ गाइस। कस्तम गाइस पचाउनु हुँदैन होला त्यो गाइस साँच्ची। अब हुँदैन भागै चाहिँ 50 को स्पिडमा अमित चाहिँ पर्ख्यौँ भन्छ गाई। रोगो चप्पल गाडिएको बेलामा मुला भाग्छ गाइस। कुकुरहरू पनि बाँचेर गाइस। आजदेखि चाहिँ म यहाँ उत्तारे भन्ने चाहिँ नजान्छ मरिगयो हो त्यो तलबाट जाउँ पुग्छ बुझहरूको घर मुनतिर तर बाटो चाहिँ रहेछ हामी तल्लो बाटो जाँदैछौँ। माथितिर चाहिँ
बाघ गाइस रुखमा बसेर हेरिरहेको रहेछ हात्तो लगेको अमिता सुनिन तर गरेको है मान्छे नि बोलेको जस्तो सुनिरहेको थियो मैले त देखा के अरे भाइ बौला कस्तो भाग्दो भन्दैन सरी गाइस जुम भइरहेको रहेछ आत्तेर क्या हामी त कस्तो उठेको नि गाइस हो गाइस कुकुर चाहिँ गाइस बाँचिरहेको रहेछ म त खा छिराइज न गाइस बल्ल बल्ल रोड निस्किम गाइस भाग गाइस गाइस यति मात्रै बस्थे गाइस मेरो घर छ न ब्लग भइरहेछ हौ एकछिन बस्न कस्तो मेर बा करायो सेम गर म त भाग्दैन गाइस हामी चाहिँ दादा भन्ने हिँड्दै थियौँ गाइस के गरा गाइस सरी गाइस भिडियो गर्नु पाइनँ भाग छ गाइस रुखमा है अब गर फुटबल खेलाइ हुन्छ गाइस साँच्चै गाइस थियो गाइस ए गाइस कुकुर रहेछ रोको मुजी साथ आइज चिक्ने ला सरी गाइस सरी कुकुर रहेछ म त उता घरतिर भाग्न आँटेको थिएँ नि छाडा बोले ठीक सरी गाइस सरी आई एम सरी बाटी फेरि एक त भन्दैन भागा चाहिँ त्यस्तो होइन नि हाम्रो त बाघ अब त आजदेखि चाहिँ माथि के भयो उत्तारै पोखरी भनेपछि चाहिँ सुनिन तैँले कराएको मान्छे हो अझ फेरि यो चाहिँ बौला जस्तो त्यत्रो उयो गरिरहेछ गाई तर को हो के हो गाई मान्छे जलाउँदै रहेछ उता मान्छे जलाउँदै रहेछ होइन पूजा हुँदैछ हुन्छ मुला डाँडामा कसरी पूजा गर्छ बुढो नि गलो फेरि कुदेर गलेछ होइन त्यो मान्छे मरेछ है होइन आत्माले तर्छ होइन आत्माले तर्साउँदैन पूजा गरेको त सरी गरेपछि फेरि त डाँडेको भए त उता यहाँदेखि माथि गरे यहाँ होइन कट्टुस साँच्ची कट्टुस भनेको त्यहाँदेखि कुदाइ कस्तो हाम्रो कुदाइ भन्दैन हाम्रो कुदाइ हामी चाहिँ गाइस बाघ भेटेपछि चाहिँ 2050 अमिताले चाहिँ गाई मलाई चाहिँ भेटेन कुद्नुमा चाहिँ त्यो बाघले नै भेट्थेन होला बाघले चाहिँ भेट्थ्यो रोगो ल है त गाइस थ्याङ्क यू फर वाचिङ